हेलो गाइज नमस्कार सबैजनालाई गुड मर्निङ तपाईँहरूको दिन शुभ रहोस् शुभ दिन ल आज चाहिँ म अब यहाँ एकछिन यसो काम परेर आफ्नै ठाउँबाट यसो आफ्नो ठाउँको रोचक दृश्यहरू देखाउँदैछु हेर्दै गर्नु होला बाइक स्टार्ट गर्दै म सरर हिँड्दैछु भिडियो हेरेर साथ दिनु होला तपाईँहरूले होइन शुभ दिन तपाईँहरूको राम्रो होस् जय होस् है अब हेर्दै गर्नु होला हाम्रो लोकल आफ्नै ठाउँको दृश्यहरू छ पुरानो पर्छ हाम्रो खैरनगर अस्पतालदेखि अब खैरनी चोकसम्मको यात्रा यो छोटो मिठो होइन हेरेर साथ दिनु होला अनि अब के भन्दैछु भन्दाखेरि अब हाम्रो के छ माहौलहरू अब भनेको चुनावी माहौल छ देशमा सबैलाई थाहा छँदैछ अब म चाहिँ के भन्छु भन्दाखेरि होइन हाम्रो पार्टी यो पार्टी त्यो पार्टी भन्ने कुरा भने त छँदैछ यता त्यो आफ्नो ठाउँमा छँदैछ तर अहिले भनेको अलिकति परिवर्तनको बेला जस्तो लाग्छ होइन जनताले देशले एउटा असल व्यक्ति हुन्छ नि अब देशलाई चाहिएको पूर्वाधारदेखि लिएर होइन सबै कुराहरूमा कस्तो छ त्यो नीति बनाउने मान्छे चाहियो कि यहाँ सबै आए भ्रष्टहरू मात्र आयो कि मै हुँ राम्रो मै हुँ भन्ने आयो सबै भ्रष्ट आयो जोदेखि पनि भ्रष्ट त्यसले गर्दाखेरि होइन अब व्यक्तिहरू राम्रो काम गरेका व्यक्तिहरूलाई चाहिँ भोट दिनु होला है सबैलाई त्यो भन्छु अनि अब भोटसहरू यस्तै छ जिन्दगी छोड्दैन कलिबेली राम्रोसँग गरे हुन्छ अब आफ्नो जिन्दगी जिउने हो होइन अब जिन्दगी जिउँदाखेरि अब कहिलेकाहीँ एक दुई भोट हालेर देश बन्छ भने त गर्नु परिहाल्यो नि भने देशको लागि गर्नु पऱ्यो यार अब देश बनेपछि आफू बन्ने हो आफू भनेर देश बनाउँदाखेरि देशको हालत खुलित्त हुन्छ आफू अनि त्यस्तै हो त्यही भएर अब होइन भनेको कुराहरू भन्दा पनि अब सोच विचार गरेर आफूहरूले कसरी गर्दा ठिक हुन्छ भन्ने टाइपमा चाहिँ लाग्नुपर्छ है सबैलाई त्यही नै छ अब सबैको उम्मेदवारहरूलाई बेस्ट अफ लक भन्नु परिहाल्यो अनि अब हामी खैरनी चोक के चाहिँ अहिले मेन खैरनी चोक हामी आइपुग्यौँ ल अब हामी खोर्सानी भरतिर लाग्दैछौँ भाइहरू क्रिकेट खेलिरहेछ ल केटाहरूलाई ल हो ल केटाहरू क्रिकेट खेलेर आएँ राम्रोसँग ल बबाल हान् बबाल केटाहरू रमाइलो छ यो छुट्टीको दिनमा बुढाहरूलाई रमाइलो छ रमाइलो गर्नुपर्छ हामीले पनि त्यस्तै रमाइलो गरेको थियौँ पहिला अहिलेको बुढाहरूले पनि रमाइलो गर्नुपर्छ गरिरहनुपर्छ भाइ इन्जोय गर भाइ यस्तै हो अब पछि त हामी जस्तै हो अलि नि यस्तै हो ल इन्जोय